तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो न्यू भिडियोमा नेपाल भेट डिप्लोमा च्यानलमा। र आज चाहिँ हामीहरू टिटनसको बारेमा पढ्न गइरहेका छौं है। टिटनस भनेको के हो, कस्तो हो, टिटनसको के सिम्पटम्स देखाउँछ, कस्तो कस्तो सिम्पटम देखाउँछ, त्यसको ट्रिटमेन्टको आधार के हो है, सबै म भन्न गइरहेको छु। र सो आज चाहिँ भिडियो स्टार्ट गरौँ है। सो सिनोनिम चाहिँ के हो भन्दा लकजो, जबडा अड्किनु, च्यापुहरू अड्किन्छ र डन्स्टकार भनिन्छ नेपालीमा। र यो चाहिँ याद गर्नुपर्ने सिनोनिम्स इम्पोर्टेन्ट छ, सिनोनिम्स पनि याद गर्नु होला। र साथसाथै यसको इन्ट्रोडक्सन भनौँ भने इट इज अ क्यारेक्टराइज्ड बाई मसल रिगिडिटी एन्ड दैट फ्रम रेस्पिरेटरी एरेस्ट अफ कन्भल्सन। यो भनेको चाहिँ हाम्रो मसल रिगिडिटी भनेको मसल्सहरू तन्किएर जुन झन्स्टकार भनिन्छ त्यसलाई मसल रिगिडिटी भनिन्छ। र साथसाथै यसको दैट फ्रम रेस्पिरेटरी एरेस्ट भन्नाले सास फेर्न गाह्रो हुन्छ, रेस्पिरेटरीमा गाह्रो भइसकेपछि मर्छ। र कन्भल्सन भनेको मासुहरू सडनली तपाईँको फुरफुरा आउँछ क्या, मसल्सहरू तिनीहरूको आफै त्यो तनक तुनुक गर्ने, त्यस भएर पनि हुन्छ। र यसो डिजिज इज कस्ड बाई एक्सोटोक्सिन दैट प्रोड्युस बाई द एनारोबिक स्पोर फर्मिङ ग्राम पोजिटिभ ब्याक्टेरिया भन्नाले यो ब्याक्टेरियाले एक्सोटोक्सिनहरू ब्लडमा रिलिज गर्छ। एनारोबिक स्पोर फर्मिङ ग्राम पोजिटिभ ब्याक्टेरिया भन्नाले विदाउट अक्सिजनमा पनि यो बस्ने ब्याक्टेरिया हो, जस ग्राम पोजिटिभ ब्याक्टेरिया हो। यति कुरा जान्नु पनि हुन्छ। स्पेसिस अफ डोमेस्टिक लाइभस्टक आर सस्पेक्टेबल टिटनस इज डिजिज अफ इन्डिभिजुअल एनिमल्स। हाउएभर हर्ड आउटब्रेक अफ टिटनस इन एनिमल्स फलोइङ टेल डकिङ और कास्ट्रेसन हेभ बिन डिस्क्राइब्ड भन्नाले यो भनेको डोमेस्टिक लाइभ स्टकमा सस्पेक्टेबल हुन्छ। र टिटनस डिजिज इज इन्डिभिजुअल एनिमल भन्नाले एउटा यो सर्वरोग होइन है गाइस, यो सर्वरोग होइन, यो सिम्पल एउटा इन्डिभिजुअल रोग हो। र हार्ड आउटब्रेक चाहिँ केले गर्दा हुन्छ, जस्तै कि अब सङ्क्रमित पशुबाट, सङ्क्रमित सामानबाट हामीले भन्दा पनि यो सोइलबोर्न डिजिज हो। अब टेल डकिङ कास्ट्रेसन गरिसकेपछि तपाईँको फार्मतिर अलिकति सङ्क्रमण छ, माटोतिर यो टिटनसको सङ्क्रमण छ भने त्यसबाट पनि हार्ट आउटब्रेक हुनसक्छ है। अनि यो यसको कजेटिभ एजेन्ट भनिन्छ के हो त, ग्राम पोजिटिभ ब्याक्टेरियम क्लस्ट्रिडियम टिटानी एन्ड एनारोबिक ग्राम पोजिटिभ बेसिलस दैट फ्रम स्पोर्स भन्नाले यसको यो चाहिँ ध्यान राख्नु है तपाईँहरूले, एकदम यो चाहिँ तपाईँहरूले ध्यान राख्नुपर्ने कुरा हो भन्नु है। यो क्लस्ट्रिडियम टिटानी एनारोबिक ग्राम पोजिटिभ बेसिलसिस दैट स्पोर फर्म्स। बेसिलसिस भनेको चाहिँ के हो भन्दाखेरि गाइस, बेसिलसिस भनेको चाहिँ रोड सेपेड ब्याक्टेरिया हो। एनारोबिक भन्ने अघि नै मैले भनिगएँ। क्लस्ट्रिडियम टिटानी यो याद गर्नुपर्छ, स्पोर फर्मिङ ब्याक्टेरिया। दिस इज ए स्पोर फर्मिङ ब्याक्टेरिया। यो क्लस्ट्रिडियम टिटानीको एउटा दुईटा, यो यति चाहिँ मजाले याद गरौँ भने इटियोलोजी तपाईँहरूको सक्यो। क्लस्ट्रिडियम टिटानी इज कन्सिडर्ड टु बी अ सोइल कन्टामिनेटेड भन्नाले क्लस्ट्रिडियम टिटानी जुन ब्याक्टेरिया छ त्यसलाई के कन्सिडर गरिन्छ भनेपछि यो सोइल ब्याक्टेरिया हो, सोइल कन्टामिनेटबाट लाग्छ होइन। र ट्रान्समिसन अब माध्यम के हो त, ट्रान्समिसन सर्ने माध्यम के हो त, द ब्याक्टेरिया एन्टर्स एनिमल थ्रु डिप ट्रोमेटिक वुन्ड्स, eruptions, burns, injections, surgery, compound fracture during pasteurization or as a consequence of management procedures भन्नाले गहिरो घाउ, यो एब्रेसन भनेको चाहिँ छालाहरू कोतारिनु, बर्न्स जलेको ठाउँबाट, इन्जेक्सनबाट, सर्जरीबाट, कम्पाउन्ड फ्र्याक्चर भयो है। ड्युरिङ पास्चुरेसन भन्नाले जब बच्चा जन्माउने बेलामा, और कन्सिक्वेन्स अफ म्यानेजमेन्ट अफ प्रोसिड्युर्स भन्नाले घाउहरूबाट जुन ट्रोमेटिक घाउ, जस्तो सोइलबोर्न ब्याक्टेरिया हो। तपाईँको अब घाउ साउ भयो, चोटपटक लाग्यो, ब्याउने बेलामा पनि माटोमा कन्टामिनेट भयो भने त्यसबाट सर्छ है। यो सर्ने नै भयो। इन्जेक्सन सिरिन्जहरूबाट जहाँ घाउ छ, जहाँबाट तपाईँको सोइलबाट माटोमा शरीरभित्र प्रवेश गर्ने ठाउँ भयो, त्यहाँबाट सर्छ। र हर्स आर मोर सस्पेक्टेबल टु टिटनस देन अदर एनिमल्स एन्ड सोइल कन्टामिनेटेड विथ हर्स मेन्युअर कमनली कन्टेन्स टिटनस स्पोर्स भन्नाले घोडाहरू चाहिँ अलिकति बढी सस्पेक्टेबल हुन्छ, बढी सङ्क्रमित हुन्छ टिटनसको। र सोइल कन्टामिनेटेड हो, यसको हर्सको के अरे मलहरूमा बढी यसको टिटनसहरू पाइन्छ, टिटनसको स्पोर्सहरू पाइन्छ भनिन्छ त। कमनली कन्टेन्ट्स टिटनस स्पोर्स, मेनर्स कमनली कन्टेन्ट्स टिटनस स्पोर्स। र थाहा पाउनुभयो केबाट सर्छ अरे, घाउहरूबाट सर्छ। घोडाहरू अलिकति बढी सस्पेक्टेबल हुन्छ, गुड है। अनि क्लिनिकल साइन्सहरू भन्नाले यसको क्लिनिकल साइन्सहरू के देखाउँछ त,
द इन्क्युबेसन पिरियड भेरिज बिट्विन 2 weeks to 1 month भनेर 2 हप्तादेखिको 1 महिनामासम्म यसको इन्क्युबेसन आइपी देखाउँछ। क्लिनिकल फाइन्डिङ आर सिमिलर इन all एनिमल स्पिसिस भन्नाले यसको के अरे जुन लक्षणहरू हुन्छ नि लक्षणहरू सबै एकै खालको हुन्छ। 2 हप्तादेखिको 1 महिनाभित्र यसले देखाउँछ। इनिसियली हियर देयर इज इन्क्रिज इन मसल स्टिफनेस accompanied by muscle tremor भन्नाले सुरुमा के देखाउँछ त इनिसियल सुरुमा देखाउने भनेको मसल्स तनक पर्ने हुन्छ है, मसल स्टिफनेस हुन्छ, पुरै उसलाई हिँड्न अप्ठ्यारो हुन्छ, तनक तन्किन्छ क्या। मैले एउटा पाठाको देखेको थिएँ, त्यो चाहिँ कस्तो छ भने हिँड्दा हिँड्दै त्यसको पुरै जिउ तनक तन्किन्छ है। देयर इज स्प्याम्स अफ जो मसल्स विथ के अरे रिस्ट्रिक्सन अफ जो मुभमेन्ट्स है भन्नाले कस्तो हुन्छ भने त्यसको जुन जोको मसल छ नि मुख खोल्नै गाह्रो पर्छ क्या। त्यसलाई मुख खोल्न गाह्रो भएपछि सुरुमै स्प्याम्सहरू भने तनाक गर्छ, दाँतहरू पुरै किडक गर्छ, त्यो खोल्दैन क्या। अनि प्रोट्रुसन्स अफ द थर्ड आइलेट भन्नाले थर्ड आइलेट त्यसको सेतो कस्तो हुन्छ भने तनक्क भुइँमा सुत्छ अनि त्यसको त्यो थर्ड आइलेट हुन्छ नि थर्ड आइलेट पुरै सेतो झिल्ली हुन्छ क्या आँखाको छेउको थर्ड आइलेट पल्टिन्छ देखिन्छ। स्टिफनेस अफ द हिन्ड लिम्स कजिङ एन्ड द अनस्टेडी गाइट भन्नाले जुन पछाडिको जुन मसल्स हुन्छ नि हिन्ड लिम्ब फोर लिम्ब है त्यो तनक तन्किन्छ है। द टेल इज हेल्ड आउट स्टिफी स्पेसली वेन ब्याकिङ अर टर्निङ। एकछिन है गाइस मेरो हामीहरू कहाँ थियौँ। देयर इज स्प्याम अफ जो मसल्स विथ रिस्ट्रिक्सन अफ जो मुभमेन्ट्स पोस्टरेसन अफ थर्ड आइलेट स्टिफनेस अफ द हिन्ड लिम्स कजिङ एन अनस्टेडी गेट एन्ड द टेल इज हेल्ड आउट स्टिफली होइन स्पेसली वेन ब्याकिङ अर टर्निङ भन्नाले के भन्छ मसल्सहरू लक जुन जको मसल्सहरू लक हुन्छ है मुभमेन्टमा असर पर्छ। थर्ड आइलेट निक्लिन्छ। स्टिफनेस अफ हिन्डलाइन भनेको पछाडिको भागहरू तनक पर्छ तन्किन्छ। अनस्टेडी गेट भन्नाले चाहिँ अनकोअर्डिनेसन भन्छ क्या त्यसलाई चाहिँ हिँड्नमा अप्ठ्यारो हुन्छ क्या एकदम कस्तो हुन्छ भने त्यो इनकोअर्डिनेसनमा मातेको मान्छे जस्तो ल्यारबर गर्छ र यो एन्ड द टेल इज हेल्ड आउट स्टिफी स्पेसली वेन ब्याकिङ अर टर्निङ पुच्छार चाहिँ एकदम ठाडो पर्छ होइन पुच्छार एकदम टनक्क तन्किन्छ र उसलाई अगाडि पछाडि हिँड्न ओर्न गाह्रो हुन्छ है। यसो हामीले देख्न सक्छौँ थर्ड आइलेट भयो लक जो भयो मसल्सहरू तन्किन्छ है गेटहरू हिँड्न अप्ठ्यारो गर्छ त्यो हो। अनि मार्क्ड इरेक्सन अफ द इयर भन्नाले कानहरू एकदम टनक्क गरेर ठाडो पर्छ है। एक्जिग्रेटेड रेस्पोन्स अफ नर्मल स्टिमुलेट भन्नाले असामान्य एक्जिग्रेटेडलाई कस्तो भनिन्छ असामान्य रेस्पोन्स भन्नाले एकदम चौकन्ना भनिन्छ। एक्जिग्रेटेड चौकन्ना नर्मल स्टिमुलेटहरू हुन्छ त्यसलाई सानोतिनो केमा पनि एकदम पुरै रेस्पोन्स खतरा दिन्छ भन्ने हुन्छ क्या है। र द एनिमल मे कन्टेन्ट टु इट अर ड्रिङ्क इन द अर्ली स्टेज बट मासिएसन इन सुन प्रिभेन्ट ड्यु टु लक जो भन्नाले सुरुमा त खान्छ नि अलिअलि खाने गर्छन् जब त्यसलाई खाने पचाउने यो भनेको मासिएसन भनेको खाने प्रक्रिया चपाउने प्रक्रिया हो एनिमलको है यो चाहिँ एकदम बन्द हुन्छ क्या पछाडि लकजको कारणले। इफ फुड और वाटर इज टेकन एटेम्प्ट्स एट सोलिङ और आर फलोइङ बाई द रिग्रेसन फ्रम द नोज भन्नाले कस्तो हुन्छ भने उसले खानको लागि सबै कुरो ट्राई गर्छ बट यसमा रिग्रेसन भनेको के हो भन्दाखेरि उसको नाकबाट मुखबाट तरलहरू निक्लिन्छ क्या खानै सक्दैन क्या अनि पुरै खाँदाखेरि पनि पुरै निकाल्छ नाकबाट मुखबाट किनकि भन्दाखेरि त्यसले रेस्पिरेटरी हुन्छ र एस्पिरेसन निमोनिया मे डेभलप्स एज अ रिजल्ट अफ इम्पिरियड रेगुलेसन भन्नाले एस्पिरेसन निमोनिया भनेको कस्तो हुन्छ जब त्यसले खाना ट्राई गर्छ नि खाना ट्राई गर्दाखेरि त्यसको लङ्समा खानाहरू छिर्छ त्यसले गर्दाखेरि के हुन्छ भनेपछि त्यसलाई एस्पिरेसन निमोनिया हुन्छ। एस्पिरेसन निमोनिया भनेको चाहिँ यो चाहिँ याद गरिराख्नु एस्पिरेसन निमोनिया भनेको चाहिँ जब खानासाना गर्दाखेरि त्यो पाइप नली खानाको नलीहरूमा लङ्समा खाना छिरेपछि डाइग्लेसन कारणले गर्दाखेरि त्यसलाई निमोनिया हुन्छ है। यो पनि याद गर्नु है यो पनि याद हुनुपर्ने तपाईँलाई। र कन्स्टिपेसन इन युजली एन्ड द युरिन इज रिटेन भन्नाले कन्स्टिपेसन हुन्छ खानै नखाइएपछि त्यसलाई कस्तो हुन्छ भने त्यसले आफ्नो जिउबाट भित्रबाट त्यसलाई पावरै लगाउन सक्दैन क्या खाना खाएपछि
त्यसले कन्स्टिपेसन भइहाल्छ क्या त्यसले खाना खाएर त्यसले निकाल्न सक्दैन युरिनहरू सबै बन्द हुन्छ के छोड्नै सक्दैन त्यही त युरिन इज रिटेन छोड्नै सक्दैन उसले इन केटल पर्टिकुलरली यङ एनिमल्स ब्लड इज अर्ली साइन बट इज नट युजली सेभर एन्ड इज एक्कम्पेन्ड बाई स्ट्रङ फ्रिक्वेन्ट रुमेन कन्स्ट्रक्सन है कन्स्ट्रिरेक्सन्स भन्नाले के हो भन्दाखेरि यङ एनिमलहरूमा क्याटलहरूमा के देखिन्छ भन्दाखेरि ब्लड देखिन्छ अर्ली स्टेजमा बट नट सेभर एन्ड कम्पेन्ड भन्नाले किन भन्दाखेरि त्यो रुमेनको मुभमेन्टहरूले गर्दा हुन्छ क्या फ्रिक्वेन्ट रुमेन मुभमेन्टले गर्दाखेरि त्यसलाई अर्ली स्टेजमा ब्लड देखिन्छ बट यो सेभियर होइन देखिन्छ तर त्यति साह्रो देखिँदैन र एज द डिजिज प्रोग्रेस मस्कुलर स्पेम्स इन्क्रिज एन्ड द एनिमल्स एडप्ट्स सुवर्स पोस्चर भन्नाले अब जस्तो कि डिजिजको सङ्क्रमण बढ्दै गयो त्यसको अब सङ्क्रमणहरू बढ्दै बढ्दै गइसकेपछि यसले के एडप्ट गर्छ सुवर्स स्टेन्स भन्छ क्या त्यो तपाईँ कस्तो हुन्छ तनक्क अहिले म फोटो देखाउँछु त्यस्तो पोस्चरमा बस्छ खुट्टा पनि पुरै तनक्क जिउ पनि तनक्क कान उठेको पुच्छर उठेको त्यस्तो पोस्चर देखाउँछ टेल इज इमुभेबल एन्ड रेस्ट है पुच्छर हल्लिन सक्दैन पुच्छर हल्लाउन सक्दैन र माथि ठाडो परेको हुन्छ देयर इज अ ग्रेट डिफिकल्ट इन वर्क एन्ड द एनिमल्स इज इन्क्लुडिङ टु फल धेरै समस्या खतरा समस्या भनेको देखो हिँड्नै सक्दैन र यो लड्छ लडेर यो पुरै तनक्क तन्केर यसको पेट हल्का फुलेको हुन्छ है नाक खाना खान खोज्यो भने नाकबाट पुरै निक्लिन्छ एस्पिरेसन निमोनिया हुन्छ र रेस्पिरेटरी मसल्स आर एफेक्टेड एन्ड डेभलप हाइपोक्सेमिया भन्नाले सास फेर्न गाह्रो भइसकेपछि त्यसलाई अक्सिजनको कमी हुन्छ है सास फेर्न पनि घ्या घ्या गरेर मुखै खोल्न सक्दैन जिउै तन्काउन सक्दैन सुरुमा पनि भन्यौँ त त्यसलाई रेस्पिरेटरी डिसअर्डर पनि हुन्छ है र द्याट इज ड्यू टु हाइपोक्सेमिया एन्ड हार्ट फेलियर हाइपोक्सेमिया भनेको के हो भन्दाखेरि रगतमा अक्सिजनको कमीले गर्दा यसको हार्ट फेलियर हुन्छ त्यसले गर्दा म यसलाई भन्छ सुवर्स स्टेन हेर्नु एयर हेल्थ कान उठेको छ पुच्छर पनि उठेको छ है प्यारालाइसिस अर द ब्रिदिङ मसल्स है मसल्स जहाँ मसल्स त्यसले सास फेर्नु पर्ने हुन्छ त्यहाँ पनि के भन्छ ब्रिदिङ मसल्सहरू पुरै प्यारालाइसिस हुन्छ सुवर्स स्टेन स्टिफ लेग गिट भन्नाले खुट्टाहरू तनक्क तन्केपछि त्यसलाई चलाउन गाह्रो हुन्छ है र यसको प्रोट्रुडिङ थर्ड आइलेट जुन भन्छ नि मैले यो सेतो झिल्ली निक्लिन्छ क्या थर्ड आइलेट पल्टिन्छ है लकिङ ज इन हर्स जो एकदम लो हुन्छ यसले गर्दा खाना गाह्रो हुन्छ अरे केटल्स विथ द स्पेटिक प्यारालाइसिस देख्नुभयो देखिराख्नु होला र साथसाथै डायग्नोसिस चाहिँ के हो भन्दाखेरि यसको क्लिनिकल साइन हामीले भनि गयौँ है जो लकजो हुन्छ प्यारालाइसिस हुन्छ हिँड्न अप्ठ्यारो हुन्छ हाइपोक्सेमिया हुन्छ सास फेर्न गाह्रो हुन्छ नाकबाट के निकाल्छ है तरलहरू निकाल्छ अरे पिएम फाइन्डिङ है अनग्रोस एन्ड हिस्टोरिकल लेजन्सहरू पिएम फाइन्डिङ भनेको घाउ साउ त्यो थिएन कति भयो 2 हप्ता अगाडि 1 महिना अगाडि घाउ के लागेको थियो त्यसको उपचार भएन भनेर सोध्नु पर्यो है अनि ल्याब कल्चर एनारोबिक मिडियामा हामीले ल्याब कल्चर गर्नु ब्याक्टेरिया कल्चर गर्नु पर्यो है स्मेयर प्रिपरेसन अफ द एक्जिक्युटेड फ्रम द उन साइड एक्जिक्युटेड्स भन्नाले चाहिँ के भन्दाखेरि घाउहरूबाट एउटा तरल आउँछ क्या त्यो तरलको हामीले स्मेयर बनाउनु पर्यो त्यसमा पनि देखिन्छ है स्पोर छिरेको हुन्छ त्यहाँ इन्फेक्टेड भइहाल्छ है स्मेयर बनाउनु पर्यो तरल निक्लेको ठाउँबाट घाउबाट है र साथसाथै यसको ट्रिटमेन्ट चाहिँ के हो गाइस भन्दाखेरि द ट्रिटमेन्ट प्रिन्सिपल आर बेस्ड अन फलोइङ भन्नाले प्रोभाइड मस्कुलर रिल्याक्सेसन है प्रोमाइजिनहरू दिन सकिन्छ 0.5 to 1 mg पर केजी बडी वेट है एसिटाइल प्रोमाजिन 0.05 to 0.1 mg पर केजी आइएम और आइभी दिन सकिन्छ 4 र 5 घण्टाको इन्टरभलमा दिनु पर्यो जस्तै कि अहिले हामीले बिहान 4 बजे दिएको छौँ भने त्यसको 4 वा 6 घण्टा पछाडि हामीले दिनु पर्यो किनकि यसको मसल्स अब सिभियर केसमा दिन्छ है अनि त्यसपछि अर्को यहाँ छ है मेफिनेसिन र 10 mg पर mg केजी बडी वेट है आइएम दिनु पर्यो टिआइडी भने दिनमा 3 पटक दस ड्रग्स आर द पार्टिसिपेटेड इन रिफ्लेक्स मसल्स एक्टिभिटिज भन्नाले यो औषधिहरूले चाहिँ कस्तोमा पार्टिसिपेटेड गर्छ भन्दाखेरि हाम्रो जुन उनीहरूको मसल्सहरू हुन्छ त्यसलाई रिल्याक्स गर्ने काम गर्छ है र डाइजापाम एकदम युज हुन्छ 0.1 mg to 0.01 mg to 0.4 mg पर केजी बडी वेट आइएम 2 to 8 टाइम्स डेली 2 to 8 टाइम्स डेली दिनु पर्यो है क्यान बी युज टु
रिड्युस मस्कुलर स्प्याम्स इन लार्ज एनिमल्स भने ठुलो एनिमलहरूलाई, जस्तो कि सानो एनिमलहरूलाई 4 देखि 5 घन्टा पनि प्रोमाइजिन दिन मिल्यो भनेपछि डाइजापाम चाहिँ हाम्रो ठुलो एनिमलहरूलाई दिनु पर्यो है गाइज। र साथै द इलिमिनेट द इन्फेक्सन अरे पेनिसिलिन जी इज द ड्रग अफ चोइस गिभन टु द रेट अफ 22,000 आयु पर केजी बडी वेट है, वेट 3 or 4 times a day। हो धेरै दिनुपर्छ यो पनि थ्रु है इन्ट्राभेनस आइएम र आइभी दुन मिल। तर यो के लेखेको यार, पेनिसिलिन जी त आइभी दिन मिल्दैन, तर पनि यो आइभी नदिनु होला, इन्ट्रामस्कुलरै दिनु होला है। न्युट्रलाइज द अनबाउन्ड टोक्सिन, एडमिनिस्ट्रेसन अफ टोक्सिन हैव लिटिल बेनिफिट इन हर्स, इंक्रीजिंग सर्वाइवल रेट हैव बीन डॉक्यूमेंटेड इन पेशेंट who have received high dose of tetanus antitoxin in early phase of the dose है। एन्टिटोक्सिन दिनु पर्यो हामीले, एन्टिटोक्सिनहरु दियो भने चाहिँ अलिकति बेनिफिट के गर्छ भने डक्टर इन्क्रिजिङ अफ सर्भाइभल रेट है। सर्भाइभल रेट अलिक हाइट हुन्छ, त सिभियर कन्डिसनमा दिनु पर्यो, एकदम तन्केर तनक्कै परेर भुइँमा सुतेको छ भने त्यसलाई एन्टिटोक्सिन हामीले दिनै पर्छ है। इफ तपाईले सुरु अर्ली फेजमा डिजिजमा दिनुभएको छ भने त्यो पनि धेरै राम्रो हो। र है टिटनस एन्टिटोक्सिन फर लार्ज एनिमल्स लाइक 1000 to 3000 IU/SC है, एन्ड 250 देखि 500 IU/SC स्मल एनिमल्सहरूलाई यो दिनुपर्छ, एन्टिटोक्सिनहरू पाउँछ। र मेन्टेन हाइड्रेसन एन्ड न्युट्रिसनल स्टाटस है। द आइभी इन्स्पेक्सन अफ फ्लुइड डेक्स्ट्रोस रेन्ट्रोसहरूलाई हामीले सोल्युसन दिनु पर्यो, मेन्टेन हाइड्रेसनहरू, त्यसलाई अब एनर्जीहरूको सोर्सहरू दिनु पर्यो। आइभी हामीले फ्लुइड थेरापी दिनुपर्छ है। 500 देखि 2000 ml इन लार्ज एनिमल, 20 देखि 200 ml फर काब्स स्मल एनिमल्सहरूलाई दिनु पर्यो है। रिहाइड्रेसन एन्ड फिडिङ युजली स्टमक ट्युब मे अल्सो बी फलोड भन्नाले स्टमक ट्युब भने कस्तो हुन्छ भने सिधै खुवाइदिने हो क्या, आफैले स्टमकभित्र ट्युब लगाएर हामीले रिहाइड्रेसन फिडहरू दिनुपर्छ है। चपाएर भने एकदम तरलवाला दिनुपर्छ, बचाउनु त पर्यो। द फिड सुड बी सफ्ट एन्ड मोइस्ट भन्नाले जुन दिँदाखेरि फिडहरू अब सफ्ट र मोइस्ट हुनुपर्छ है। हेर यो भनेको मसल रिल्याक्सेसन भयो है, प्रोमाजिन भन्नाले है। अनि यो भनेको टिटनसको एन्टिटोक्सिन भयो, अनि यो फ्लुइड थेरापी भयो, रिन्टोस सोल्युसनहरू भयो है। टिटनस प्रोमाजिन टिटनस एन्टिटोक्सिन है। अनि साथसाथै प्रिभेन्सन एन्ड कन्ट्रोल। Cattle appear to be more resistant to tetanus than horse and small animals है, ruminants animals। केटलहरू अलिकति सस्पेक्टेबल हुँदैन, रेसिस्टेन्ट हुन्छ है यो हर्स र स्मल एनिमलहरू भन्दा। र प्रोभाइड गुड फुटिङ टु मिनिमाइज डिक्युबिटल अल्सर अल्सो कल्ड प्रोसेस सोर्स। यो अलिक मैले बुझिनँ, म तपाईँलाई भन्नु है। यो मिनिमाइज डिक्युबिटल अल्सर अल्सो कोल्ड प्रेसर सोर्स भन्नाले धेरै लामो समयसम्म सुतिसकेपछि, जहाँ गाडी आयो, लामो समयसँग सुतिसकेपछि कस्तो हुन्छ भने त्यो एकतिर बढी सुत्यो भने घाउ आउँछ, त्यसले चाहिँ हामीले राम्रो मेन्टेन गर्नु पर्यो है। मेन्टेन पेसेन्ट न्युट्रिसनल स्टाटस बाई प्लेसिङ फुड इन एन इभ्यालुएटेड बङ्क अर हे नेट टु अल्सो इरेज एक्सेस। यो सो गाइस, यो अघिको भिडियोमा तपाईँहरूले अलिक बुझ्नु हुँदैन भनेर मैले यहाँ सजिलो पाराले है लेख्न लगाएको छु है, नेपालमा अनुवादन है। गाई बाख्रा भैँसी घोडा आदि जनावरको खोप 2 महिना 3 महिना र 6 महिनाको उमेरमा दिन्छ। त्यसपछि 1 वर्षमा बुस्टर डोज दिनुपर्छ है। गाई के अरे अब यहाँ चाहिँ गोपमा अनुमति है, खोपको अनुमति भन्दा 1 महिना 2 महिना अगाडि टिटनस टोक्साइडको 1 वर्षको बुस्टर डोज दिनुपर्छ। यसले बच्चामा है, बच्चा जन्मेको बेला क्लोस्ट्रिडियम क्लोस्ट्रिडियम मार्फत प्रतिरोधात्मक शक्ति प्रदान गर्छ क्या, त्यही भएर भन्छ है। टिटनसको खोप प्राय अन्य क्लोस्ट्रिडियल रोगहरूको खोपसँगै दिन्छ, जस्तै ब्ल्याक ल्याग है, इन्टेरोटोक्सिमिया, मेल्किनेड इडिमा र बोटुलिज्म। त्यही त, अनि यहाँ त्यही भएर त्यो सजिलो होस् भनेर भनेको छु। उमेर भनेको 2, 3, 6 महिना है, अनि त्यस पछाडि 1 वर्ष पछाडि बुस्टर भइगयो है। अनि यो बच्चाहरूलाई दिने भइगयो। र यो हेर्नु होला एकचोटि मैले। ल, धन्यवाद।
यहाँ अघि भनेकै छ मैले, अघि जुन भने नि के अरे भ्याक्सिनेसन अफ लाइभस्टक 2, 3 and 6 6 महिना, 2 महिना, 3 महिना, 6 महिनाकोमा दिइन्छ, फलोड बाई द बुस्टर आफ्टर 1 year चाहिँ इन्सोर द प्रोटेक्टिभ लेभल अफ क्लोस्ट्रिडियम एन्टिबायोटिक्स मेयर डोज इज सुड रिसिभ द एनुअल बुस्टर है द टक्साइड 1 to 2 months बिफोर द एन्टिसेप्टिक डेट अफ पार्चुरेसन है। के अरे ब्याउनुभन्दा 2-3 महिना अगाडि एक दिन 2 महिना अगाडि दिनुपर्छ। टिटनाइट भ्याक्सिन इज युजली गिभन टु कन्जक्सन विथ द भ्याक्सिन फर द अदर क्लोस्ट्रिडियल डिजिज भन्नाले त्यो अघि भनेको त चरचरे ब्ल्याक ल्याग है त्यतिको सँगसँगै दिनेछ। र टिटी भ्याक्सिन चाहिँ यो हुन्छ है गाइस है 0.5 ml हुन्छ। यसको प्राइस डोज चाहिँ जस्तो पनि भयो यो डिक्लेस इन्भल्भ द मुभमेन्ट अफ द सब्सटेन्स फ्रम द माउथ अर ओरली क्याभिटी टु द स्टमक बाई द फेरेङ्स एन्ड इसोफेगस है। हाइपोक्सेमिया बिलो नर्मल लेभल अफ अक्सिजन इन ब्लड है अघि मैले भनेको थिएँ, स्पेसली इन द आर्टेरिस। एन्टिटोक्सिन भन्दा एन एन्टिबडी द्याट कन्ट्र्याक्ट्स टोक्सिन है। इन्टोस आइभी इन्फ्युजन अफ द मल्टी इलेक्ट्रोलाइट्स एन्ड डेक्स्ट्रोस है। यो डिक्युबल ट्युअल्सर भन्नाले इन्जरी द स्किन अन्डर द टिस्युज एन्ड रिएक्सन फ्रम द प्रोग्ल्यान्ड एन्ड प्रेसर इन स्किन स्प्याम्स एन्ड द इन्भोलिटी अफ द एडमल मसल्स। जस्तै यो एकचोटि हेर्नु होला यो। र गाइस आजको भिडियो यस्तै थियो। आज सन्चो नभएर अलिकति नबनाएको अझै बिर्से जस्तो छ मैले पनि नपढिकन बनाउँदैछु। तपाईँहरूलाई कस्तो लाग्यो, यससँग केही जिज्ञासा चाहियो भने केही नबुझ्नुभयो भने म यसलाई अझै छोटो मिठो तरिकाले बनाएर न्यू पिडिएफ बनाएर तपाईँहरूलाई दिन्छु। र होप तपाईँहरूले यो भिडियो मन पराउनु भयो। सबैजना लाइक गर्नु, कमेन्ट गर्नु, सब्सक्राइब गर्नु होला। आउने दिनमा योभन्दा राम्रो भिडियो आउनेछ। हस्त धन्यवाद।